हेलो एभ्रिवान, नमस्ते। स्वागत छ तपाईहरुलाई मेरो होमवर्क सिरिजको एपिसोड 70 मा। र आज हो आर्म्स डे। आज मैले बाँसको छेउमा भएको एउटा दुईलो झारेर बटुल्दै थिएँ। त्यति नै बेला मेरो नजर पर्यो यो बाँसको खपेटामा र मलाई चाइल्डहुड मेमोरिजले हिट गर्यो। कति सानो कुरामा खुसी भन्थ्यौ हामी। बच्चा बेलामा सधैँ ती बेलातिर बाँसको परेङको खपेटा झर्थ्यो र त्यसको फिरफिरी बनाएर उडाउन पाइन्छ भनेर कति खुसी लाग्थ्यो। तपाईहरुको पनि यस्तै बाँसको खपेटा सम्बन्धी चाइल्डहुड मेमोरिज छ भने कमेन्ट गर्नुहोला। त्यसपछि बेलुकातिर करेला टिपेर बेच्नको लागि गाडीमा हाल्नलाई मैले लिएर गएँ र बेलुका रातितिर आएर मात्र मैले वर्कआउटलाई सुरु गरिदिएँ। सुरुमा बाइसेप्सको लागि डम्बेल कर्लको 3 सेट, त्यसपछि ट्राइसेप्सको लागि ट्राइसेप किक्स ब्याकको 3 सेट, अनि फेरि बाइसेप्सको लागि ह्यामर कर्लको 3 सेट र ट्राइसेप्सको लागि ओभरहेड एक्सटेन्सनको 3 सेट गर्दै आजको वर्कआउटलाई सकाएँ। आजको लागि यति नै। भोलि फेरि हुनेछ हाम्रो भेट। तबसम्मको लागि स्टे फिट। हर हर महादेव।